हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। नमस्ते सबैजनालाई, आरामै हुनुहुन्छ होला सबैजना होइन? के गर्दै हुनुहुन्छ, कस्तो गर्दै हुनुहुन्छ? म चाहिँ भ्लग बनाउँदै थिएँ लगभग 2-3 दिनदेखि चाहिँ म अलिक व्यस्त भएको भएर म बाहिर जानुपर्ने भएको भएर चाहिँ मैले अब यो बाहिरको कुराहरूलाई नै देखाउन जाँदैछु। र मेरो बाबु र म भएर चाहिँ हामी अहिले आज चाहिँ होइन कृष्णनगरको यात्रा गर्दैछौँ भटिन्डादेखि होइन। र बाबु चाहिँ एक्लै हामी दुईजना मात्रै जाने भनेर थियो। मैले भने बाबु तिमी र म मात्रै जाने हो, गएर फेरि फर्किने हो होइन, पिर नगर भनेको हुन्छ भनेर यता आएर बस्यो। अब म चाहिँ के गर्छु, अब स्टार्टिङमा चाहिँ तपाईँहरू सबलाई देखाउँछु होइन, म कहाँ जाँदैछु, के गर्दैछु। अब चाहिँ हामी अब हाम्रो दुईजनाको मात्रै यात्रा छ आज होइन, भटिन्डा इन्डियादेखि नेपालसम्मको यात्रा कि कृष्णनगर बोर्डरसम्मको। र हामी चाहिँ अब स्टार्टिङमा चाहिँ पल्टनदेखि स्टार्ट गऱ्यौँ है। अब हामी चाहिँ पल्टनदेखि जाँदैछौँ। पल्टनको चाहिँ हाम्रो यो बाहिरको बाटोको एरिया हो। यहाँ चाहिँ जे पाइ देखाउनु मिल्दैन नि त होइन, यहाँको पनि नियम अनि रेगुलेसन नियमहरू हुन्छ होइन। त्यो भएको भएर नि हामीले जे पाइ देखाउनु मिल्दैन, त्यो हिसाबले चाहिँ मैले देखाउन मिल्ने कुराहरूलाई चाहिँ गुगल सर्च गरी हेरेर होइन तपाईँहरूको अगाडि चाहिँ देखाइरहेको छु भिडियो कट गर्दै। र हामी चाहिँ लगभग अब यो वनको यात्रा होइन, अब यहाँनिर चाहिँ बाटो एरियामा लगभग यहाँ यस्तो वृक्षहरू रोपिरहेको हुन्छ, एकदमै राम्रो छ, यही बोटहरू देख्न सक्नुहुन्छ। अनि अब हामी जाँदैछ, हाम्रो यात्रा भनेको चाहिँ इन्डियाको भटिन्डादेखि पन्जाबदेखि हामी चाहिँ कृष्णनगर, नेपालको कृष्णनगर त्यहाँसम्मको यात्रा हो। अनि हामी चाहिँ गएर फेरि फर्किहाल्ने हो, दुईजना आमा छोरा गएर। अब हामी यहाँ चाहिँ क्यान्टदेखि बाहिर निस्क्यौँ, भटिन्डाको बजार हो यो, देख्न सक्नुहुन्छ होइन। र यहाँनिर चाहिँ सबै अब दोकानहरू पनि होइन यस्तो हरियाली सफा सुग्घर हुन्छ नि, यस्तो फोहोर चाहिँ छैन, जस्ट एकदम होइन नेपाल जस्तै एरिया हो, सफा छ। यति साह्रो फोहोर गरेर बस्ने ठाउँ पनि होइन। अब कुनै ठाउँमा मान्छे धेरै भएपछि फोहोर त भइहाल्छ होइन। अब देख्न सक्नुहुन्छ, अब घाम छ, धुप छ। अनि तर यहाँको होइन नियम चाहिँ कस्तो रहेछ भने बाइकमा चाहिँ झ्याप्पै कि त्यो हेलमेट नलगाउने कि। अब हाम्रो नेपालमा त पुरा बाइकहरूमा चाहिँ हेलमेट लगाएर हिँड्छ नि त, तर यहाँ चाहिँ खाली हिँड्ने। अब धेरै अब यहाँ त गाडीहरू धेरै हुन्छ, सस्तो पनि पर्छ। अब यहाँबाट गएको गाडीहरू नै कति डिफ्रेन्ट हुन्छ नि त मूल्यमा पनि। अनि त्यो भएको हिसाबले चाहिँ अब हामी चाहिँ यहाँनिर क्रस गर्दै गयौँ। अनि देख्न सक्नुहुन्छ होइन पन्जाबी टोली, यहाँनिर पुरै एरिया चाहिँ पन्जाब हो होइन, देख्न सक्नुहुन्छ रमाइलो छ। अब यो चाहिँ फलफुलहरू पसलहरू हो। यहाँनिर चाहिँ अब सबै गर्मीमा पनि होइन, यहाँ त अब गर्मी भए पनि उहाँहरू अब सबै अब थाहा भइसक्यो नि त, यति गर्मी सानैदेखि हुर्की गर्न त यहाँको एरियाको त सबै थाहा हुन्छ उनीहरूलाई। अनि गर्मी धुप जति भए पनि सहन सक्छ नि त, म चाहिँ सकिनँ, भित्र एसी लगाएर कारमा हिँड्दैछु तर पनि अझै गर्मी फिल भइरहेको छ। अब हामी चाहिँ लगभग तपाईँको एरिया वाइज नजिकै आउन लाग्छौँ होइन, स्टेसन नजिकै। अब यहाँनिर देख्न सक्नुहुन्छ हेर्नुको साथीहरू हेलमेटै लगाउँदैन क्या यहाँको मान्छेहरू, टोपी लगाएर हिँड्छ स्कुटर बाइक चलाउँदाखेरि। अब यो टेम्पो देख्न सक्नुहुन्छ पुरै हेलमेट नलगाइ हिँड्ने होइन। अब यस्तो गर्मी पनि छ नि त, त्यो हिसाबले पनि होला। अब यस्तो छ हेर्नुहोस्, नेपाल जस्तै छ सफा। उहाँले चाहिँ भिडियो बनाएको देखेर फेरि गइरहेको त्यो पछाडिसम्म मैले देखाइनँ है त्यो चाहिँ। अब यहाँनिर हामी चाहिँ स्टेसनको लगभग नजिक आइपुग्यौँ। यो चाहिँ स्टेसन पार्क नजिकको होटल रेस्टुरेन्टहरू हो। र यो चाहिँ हाम्रो भटिन्डा स्टेसन हो, जहाँ हामी ट्रेनबाट होइन कहीँ पनि जानको लागि हाम्रो स्टेसनको यात्रा तय भइसक्यो। र अब स्टेसन नजिकै आयौँ, अब भित्र पसिसक्यौँ, गाडीभित्र गयो। र यो चाहिँ भटिन्डा देख्न सक्नुहुन्छ होइन रेलवे स्टेसनहरू। अनि सबै वेटिङमा हुनुहुन्छ क्या यहाँको मान्छेहरू चाहिँ, अब टिकट लिन दिन होइन। अब टिकट नलि त अब जानु मिल्दैन ट्रेनमा, त्यो भएको भए अब चाहिँ हामी यहाँबाट उकालो ओह्रालो गर्दै हामी चाहिँ यहाँको स्टेसनमा जाँदैछौँ। उहाँ हस्बेन्डले चाहिँ पुऱ्याउन जाँदै हुनुहुन्छ, अनि बाबु चाहिँ अगाडि हिँडेको छ। अब हामी यहाँ चाहिँ बाबा छोरा भएर हिँड्नुपर्छ स्टेसनको वरिपरि। छिटो आइज भन्दै पढाउनु भएछ मलाई, भिडियो कति गरेको भन्नुपर्छ, तर म चाहिँ भिडियो बनाउँछु होइन। अब यो ट्रेन देख्न सक्नुहुन्छ, यो चाहिँ लोकल ट्रेन त होइन, यो कहाँ जाने ट्रेन हो। अब त्यहीँको लोकल एरियामा बस्नेहरू नै होला। यति लामो ट्रेन के, अझै पनि कति लामो छ कि यसको एरिया हेर्न सक्नुहुन्छ है, कति लङ के। अब हुन्छ नि यत्रो मान्छेहरू अट्ने भनेपछि
नानीहरू चाहिँ अब देखाउँदैछ ट्रेन आयो भनेर। यो चाहिँ हामी जाने ट्रेन हो, SC3 टायर। यो चाहिँ हाम्रो यही डब्बाभित्र हो। अनि त्यो भएको होइन हामीले चाहिँ मैले चाहिँ देखाउन सकेको हजुर होइन। यही ट्रेनमा चाहिँ हामी जाँदैछौँ। अब हाम्रो यात्रा भनेको यही ट्रेनबाट हुन्छ। अब देख्न सक्नुहुन्छ। अब हामी चाहिँ स्टार्टिङमा हिँडिसक्यौँ है ट्रेनबाट, किनभने एकदम छिटो चल्यो कि अब मैले भिडियो गर्न नि पाइनँ। अब चलिहाल्यो, ठिकै छ भनेर मैले चाहिँ अब थोरै हिँडेको भिडियो चाहिँ गरिरहेको छु है। देख्न सक्नुहुन्छ हामी चाहिँ यहाँ भटिन्डादेखि अब कृष्णनगरको यात्रा गर्दैछौँ। अब यहाँनिर चाहिँ अब देख्न सक्नुहुन्छ ट्रेन, यति ठुलो स्टेसन छ नि यहाँनिर भटिन्डाको। साथीहरू अब हामी यहाँबाट यात्रा गर्दै गर्दै जाँदैछौँ। अब देख्न सक्नुहुन्छ यहाँको ट्रेनको होइन स्टेसनहरू कति ठुलो छ भनेर। अब यहाँबाट हामी जाँदै जाँदै गर्छौँ। अनि नजिकै अरू अरू ट्रेनहरू पनि छ होइन, ठुलो छ नि त यहाँको स्टेसन पनि। अनि त्यो भएको भएर पनि कस्तो एउटा हुन्छ नि, मलाई चाहिँ एकदम आनन्द फिल भयो। र अहिले चाहिँ हामी अब यो स्टेसन पार गर्दैछौँ। एकदम गर्मी छ, हेर्नु न घाम कति होइन, कति सफा भएर निलो सेतो घाम देख्न सक्नुहुन्छ है। अब यो बोटहरू छ होइन, बोट भएर केही गर्नु, हावा चल्दैन, नचलेपछि हामी त अब भित्रै छौँ। अब घाम हेर्नुहोस् त कति कालो होइन, हुन्छ नि हेर्दा नि निलो भएको छ नि त। अब चाहिँ यस्तो गर्मी छ, भित्र त AC लागेको छ तर कोही पनि छैन यहाँ त, हामी मात्रै छौँ अहिले त। अब किनभने यहाँ चाहिँ अब सबैजना अब हामी त फर्स्ट स्टेसनबाट आएको नि त। अब सबै चढ्दै आउनुहुन्छ अरू स्टेसनबाट। अनि त्यो भएको भएर चाहिँ बाहिरको भ्यू हेर्न सक्नुहुन्छ होइन। यस्तो गर्मी छ, घाम छ होइन। अनि ल्यान्डहरू छ कस्तो राम्रो। अब यहाँ चाहिँ खाली छ, कोही छैन, हामी मात्रै भएको हुनाले अब हामी चाहिँ फेरि अर्को स्टेसन आइपुग्यौँ। लगभग रात पनि पर्न लागिसक्यो होइन। सबै कुर्दै हुनुहुन्छ, कोही जाँदै हुनुहुन्छ होइन। उहाँहरू यताउता गर्दै हुनुहुन्छ र उहाँहरूले चाहिँ अब सबैजना आफ्नो आफ्नो काममा होइन। अब राति पनि भयो नि त, वेटिङमा बस्दै हुनुहुन्छ। अब फेरि हामी यात्रा गर्दै गयौँ। जाँदा जाँदा अब हाम्रो चाहिँ स्टेसन आइपुग्यो है। र हामी बिहानको अहिले चाहिँ 8 बजेको छ होइन। 8 बजे चाहिँ हामी ठ्याक्कै कहाँ आइपुग्यौँ, गुन्डुको यात्रा आइपुग्यौँ। र म आएको ट्रेन चाहिँ देख्न सक्नुहुन्छ, यो चलिरहेको रेडवाला ट्रेन हो। अब यो ट्रेन चाहिँ जाँदैछ गोरखपुरसम्म। अब लास्ट इन्डिङ यात्रा भनेको चाहिँ गोरखपुर हो यो ट्रेनको, भटिन्डा टु गोरखपुर। अनि ट्रेनको नाम हो गोरखधाम। र यो गोरखधाम ट्रेन जाँदैछ। अब देख्न सक्नुहुन्छ यो चाहिँ गुन्डुको स्टेसन हो। हामी चाहिँ गुन्डुमा आइपुग्यौँ। अब गुन्डुबाट चाहिँ हामीलाई एकजना भाइ चाहिँ कारमा लिन आउँदै हुनुहुन्छ। भाइले चाहिँ अब हामीलाई लाँदै हुनुहुन्छ र हामी आइपुग्नु भयो भाइ पनि। र हामी चाहिँ अब फेरि गुन्डुदेखि फेरि हामी कहाँ जाँदैछौँ, कृष्णनगरसम्मको बर्नीसम्मको यात्रा छ होइन। बर्नी चाहिँ लगभग नेपालको बोर्डर हो नि त होइन। अनि त्यो भएको भएर भाइले बर्नीसम्म लिएर गयो। अब हाम्रो काम पनि सिद्धियो त्यहाँको। सिद्धिएपछि चाहिँ हामी कृष्णनगर नेपालसम्म पुगेर पनि फेरि त्यहाँको काम धेरै त थिएन, 1 घन्टाको काम थियो। त्यो काम गर्नको लागि फेरि गएर अनि हामी चाहिँ रिक्सामा एकजना दाइले म लगिदिन्छु भन्नुभएको थियो। अनि लिएर आइदिनु भयो। अनि हामी चाहिँ उहाँले बिचरा होइन यस्तो गर्मीमा जस्तो रिक्सा ठेल्दै भए पनि हामीलाई लिएर आउनुभयो, मेरो बाबु र मलाई। देख्न सक्नुहुन्छ यो चाहिँ कृष्णनगरको यो बस पार्क हो। यो चाहिँ पुरै नेपाल हो फेरि होइन, बोर्डर भन्नु पऱ्यो होइन, नेपाल र इन्डियाको बोर्डर हो नजिकैको। र हामी चाहिँ अब बोर्डरमा जाँदैछौँ। अब ट्रेन पनि पक्र्नु पर्ने छ नि त। हाम्रो ट्रेन चाहिँ लगभग 8 बजेको छ रातिको। अनि त्यो भएको भएर अहिले त 7 बजिसक्यो। अब हामी जाँदैछौँ। अब जस्ट 7 बजे नै उज्यालै हुन्छ नि त। आजभोलि त गर्मी मौसम भएर पनि होला, दिन चाहिँ लामो हुन्छ अनि रात चाहिँ छोटो हुन्छ नि त। अनि हामी चाहिँ बोर्डर नजिक फेरि आइपुगिसक्यौँ है। किनभने यो बोर्डर पारी फेरि अनि इन्डिया आउँछ। त्यहाँनिर चाहिँ बर्नी भन्छ त्यो ठाउँलाई। र यो चाहिँ बोर्डर हो कृष्णनगरको, देख्न सक्नुहुन्छ साथीहरू। अब यो बोर्डरमा चाहिँ अहिले एकदम कडाइ गराएछ। पहिला आउँदा अलिकति डिफ्रेन्ट थियो, अहिले चाहिँ यस्तो राम्रो होइन। अब त्यहाँनिर यस्तो गरेको छ। अब हामी स्टेसनमा आइपुगिसक्यौँ। अब हामी अहिले अब गाडी पनि आउँदैन भन्दै वेटिङमा बस्दै के खाँदै बस्दै गरिरहेको थियौँ।
फेरि अनि एकछिन यसो वेटिङमा बस्दा बस्दा त्यहाँ सामानहरू चाहिएको थियो, जाउँ कि भनेको। फेरि यहाँनिर एउटा भिडियो गरौँ भनेर स्टेसन देखाइरहेको छु, देख्न सक्नुहुन्छ। यहाँ सबै आमा दिदी बहिनी दाजुभाइहरू चाहिँ स्टेसनमा कुर्दै हुनुहुन्छ, बर्नीको स्टेसनमा है। भिडियो गरेको लाज मान्नुभयो एकजना दिदी चाहिँ। र यो चाहिँ स्टेसन हो बर्नीको, नेपाल बोर्डर कटिसके पछाडिको स्टेसन हो। अनि मेरो बाबु चाहिँ के गरौँ नगरौँ भएर चकचक गर्दै हिँडिरहेछ हेर्दै। अनि हामी यहाँ चाहिँ खाजा खाने के गर्ने गर्दै गर्दा मलाई फेरि यहाँ एउटा कस्मेटिक सामान चाहिएको थियो। अनि एकजना दाईको पसलमा गएर, नजिकैको पसलमा गएर लिएर आएँ। अनि फेरि स्टेसनमै आएँ। स्टेसनमा लगभग सबै एउटा ट्रेन चाहिँ आइसकेको थियो, लोकल ट्रेन चाहिँ गुम्बुसम्मको ट्रेन चाहिँ आएको थियो। फेरि हामी चाहिँ अब वेटिङमा छौँ। अनि उहाँ दाई दिदीहरू नेपाली हुनुहुन्छ। हाम्रो ट्रेन चाहिँ फाइनली आइपुग्यो है। अब हामी यही ट्रेनमा जाँदैछौँ। यो ट्रेनको फर्स्टको डब्बामा चाहिँ, यो डब्बाभित्र चाहिँ हाम्रो सिट छ होइन। अनि तर यो चाहिँ एकदम लामो छ। अब हामीलाई छोडेर यो सिट हामी फेरि वाकिङ गरेर दौडिनुपर्छ। अब हामी चाहिँ लगभग हामी यात्रा गरेर पनि हामी दिल्लीसम्मको यात्रा थियो, जस दिल्ली पनि हामी आइपुग्यौँ। यो चाहिँ दिल्लीको स्टेसन हो। दिल्लीको स्टेसन यात्राबाट हामी चाहिँ तल जाँदैछौँ है। र हामी यहाँनिर दिल्लीमा आइपुग्यौँ। दिल्लीको चाहिँ यो टेम्पो हो। फेरि हामी अर्को स्टेसन पार यहाँबाट जाँदैछौँ नि त, अर्को वहाँ भटिन्डाको फेरि लोकल ट्रेन भेट्नको लागि। अनि त्यसले गर्दा हामी चाहिँ गाडीमा जाँदैछौँ। अनि दाइले चाहिँ लिएर जानुभयो हामीलाई। अनि किन भिडियो गर्नुभएको दिदी भनेको थियो। मैले चाहिँ भने भ्लगको लागि हो दाइ भने। अनि हाँस्दै थियो। अब यो हेर्नुहोस् न, रोडहरू यस्तो राम्रो चम्किलो है, देख्न सक्नुहुन्छ साथीहरू। कति रमाइलो छ कि यहाँको भ्यू पोइन्ट्सहरू पनि। जस्ट दिल्ली चाहिँ अब राम्रो हो नि त। अब गाडी हेर्न सक्नुहुन्छ, पुरा यो एसी गाडी भन्नुभएको थियो होइन। यस्तो राम्रो गाडी, यस्तो गर्मीमा एसी गाडीमा चढ्न पाउने छुट्टैको फिल हुन्छ है। यस्तो गाडीहरू थुप्रै रहेछ। अनि हामी चाहिँ फेरि अब यहाँको दिल्लीको यात्रा गर्दा गर्दै होइन, बाटोको यो भिडियोहरू चाहिँ कैद गर्दैछु मैले। म चाहिँ टेम्पोमा आएको हो। अब कारहरू पनि अलिक महँगो पर्छ भनेर मैले टेम्पोमै जाउँ भनेर, शीतल पनि हुन्छ नि त गर्मीमा होइन। अनि ट्याक्क उहाँले चाहिँ एकदम स्पिड चलाउनु भएको थियो। तपाईँलाई म टाइममा पुऱ्याउँछु भन्नुभएको थियो। तर मेरो ट्रेन चाहिँ दिउँसोको 1:10को थियो होइन। अनि अहिले चाहिँ लगभग 10:30 11 बज्यो होला, 11 बज्यो। अहिले चाहिँ फाइनली 11 बजेर हामी चाहिँ ट्रेनको फेरि यात्रा गर्दैछौँ। हामी नयाँ दिल्लीको ट्रेनमा आइपुग्यो। आएर हाम्रो चाहिँ लगभग यात्राको क्रम जारी नै छ होइन। अनि एउटा दाइले चाहिँ मेरो सामान बोकिदिन्छु भनेर बोकेर आउनुभयो क्या है। अनि मैले चाहिँ कति रुपियाँ दिएँ भने 50 रुपियाँ दिएँ। अनि जस सामान बोकेर आउनुभयो। अनि यो ट्रेनहरू चाहिँ देख्न सक्नुहुन्छ होइन, कति धेरै छ यहाँको ट्रेनहरू। अब हामी प्लेटफर्म नम्बर 16मा आइपुग्यौँ। फेरि यहाँबाट नि अर्को स्टेसन पार गर्दै जानुपर्छ, यति ठुलो रहेछ होइन। अब यो स्टेसन पार गर्दै जाँदाखेरि अनि यो पारी देख्न सक्नुहुन्छ होइन, कति धेरै क्या यहाँ ट्रेनहरू। अनि दाइले चाहिँ मेरो सामान बोक्दै हिँड्नुभएको छ बिचरा। अनि उहाँले अब म तपाईँलाई प्लेटफर्मसम्मै लगिदिन्छु भनेर मेरो छोरा पनि पछि लाएर हिँडेछ। अब मलाई चाहिँ त्यही राखिदिन्छु दिदी भनेर। अनि त्यहाँबाट उहाँले लगिदिनु भयो। अनि उहाँले छोडेर जानुभयो हामीलाई। अब यहाँनिर चाहिँ पुरै हामी अब जाने ट्रेन वेटिङमा छ नि त। सबैजना उहाँहरू कोही आउनुभएको, कोही जानुहुने होइन। अनि सबैजना अब ट्रेन पक्र्नको लागि वेटिङमा हुनुहुन्छ। कोही मिडियममा लाउनु भएको छ है। यस्तो बिजी लाइफ के यहाँको होइन, अब देख्न सक्नुहुन्छ है। अब हामी ट्रेन पनि आइपुग्यौँ फाइनली। हाम्रो यो चाहिँ भटिन्डा, दिल्ली टु भटिन्डाको लोकल ट्रेन हो। हामी चढ्यौँ साथीहरू। तपाईँलाई कस्तो लाग्यो सब्सक्राइब। फाइनली अब हामी चाहिँ भटिन्डाको स्टेसन